धेरै मानिसहरूलाई लाग्थ्यो होला कि स्पेन 2010 वर्ल्ड कप भन्दा अगाडि कस्तो टिम थियो भनेर। स्पेन पहिलेदेखि नै राम्रो टिम थियो, तर सत्य यो हो कि 2010 भन्दा अगाडि स्पेनलाई फुटबल जगतमा सोकर्स टिम भनेर चिनिने गर्थ्यो, किनभने उनीहरूसँग राम्रा खेलाडी थिए तर मेजर टाइटल कुनै जितेका थिएनन्। 1964 मा उनीहरूले युरोपियन च्याम्पियनसिप जितेका थिए। त्यसपछि 44 वर्षसम्म उनीहरूले कुनै मेजर ट्रफी जितेका थिएनन् र 2008 मा यो सबै कुरा बदलियो जब कोच लुइस आर्गोन्सले एउटा नयाँ फिलोसफी लिएर आए। त्यो थियो पोसेसन बेस्ड फुटबल र जर्मनलाई फाइनलमा हराएर स्पेनले युरो 2008 जिते। त्यो फर्नान्डो टोरेसको एक गोलले गर्दाखेरि स्पेनले 2008 जितेका थिए। त्यसपछि स्पेनको नयाँ कोच बने भिन्सेन्ट डेल बोस्क्यू। डेल बोस्क्यू शान्त मान्छे थिए, फ्ल्यासी थिएनन्, तर उनको फुटबलको बुझाइ एकदमै गहिरो थियो र उनले 2008को युरोको स्टाइललाई अझ रिफाइनाइट गरेर आफ्नो स्क्वाड लिएर साउथ अफ्रिका गए, जुन स्क्वाड यो रहेको थियो।